जुलाई 29 आजको दिन एकदम नै इफेक्टिभ छ। जुलाई 29 गुरु पूर्णिमा र फुल मुन पनि छ। सो आजको दिनमा हजुरहरूले कुनै पनि कुरा आफ्नो लाइफमा म्यानिफेस्ट गर्न चाहनुहुन्छ भने पुरा हुन्छ, स्पेसिफिकली एजुकेसन रिलेटेड, बिकज गुरु पूर्णिमा इज रिलेटेड टु जुपिटर प्लानेट। अनि आज के कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ जसले गर्दाखेरि हजुरले आफ्नो लाइफमा चाहिँ ब्लेसिङ्स अथवा पोजिटिभिटी चाहिँ पाउनुहुन्छ। ओके, सो लेट्स गेट स्टार्टेड। म वान बाई वान भन्छु। फर्स्ट कुरा भनेको चाहिँ हजुरहरूले आफ्नो घरलाई चाहिँ क्लिन्स गर्नुपर्ने हुन्छ सिनेमन स्टिकले। ओके, सो घरको वरिपरि यसरी यो सिनेमन स्टिकले क्लिन्स गर्नुहुन्छ भने चाहिँ हजुरहरूको लाइफमा भएको बाधा अडचन नेगेटिभिटीहरू हट्छ। डु दिस। अनि सेकेन्ड भनेको चाहिँ हजुरहरूले आजको दिनमा पढाइ रिलेटेड पनि म्यानिफेस्ट गर्न सक्नुहुन्छ। आज चाहिँ फर्स्ट कुरा भनेको उठ्ने बित्तिकै अथवा सुत्नुभन्दा अगाडि हल्दी बाथ लिनु, द्याट इज टर्मरिक बेसार राखेर थोरै पानीमा नुहाउने, अनि त्यसपछि घिउ हालेर थोरै हल्दी हालेर आफ्नो टेम्पलमा हुन्छ नि, घरको टेम्पल मन्दिरमा चाहिँ बत्ती बालिदिनु। र बत्ती बाल्दाखेरि चाहिँ आफ्नो फ्यामिलीको हेल्थ राम्रो होस्, आफ्नो बच्चाहरूको पढाइ राम्रो होस्, साथसाथै सबैजनाको लङ लाइफ होस्, इथिकल होस् भनेर प्रेयर्सहरू गर्नु। त्यसपछि डेफिनेटली नै पुरा हुन्छ। अनि अर्को आज चाहिँ सकेसम्म येल्लो कलरको लुगा लाउनु, येल्लो कपडा लगाउँदाखेरि राम्रो मानिन्छ। र ग्राटिट्युड पनि हुनु पऱ्यो। आज जति ग्रेटफुल हुनुहुन्छ नि त्यति तपाईँको ब्लेसिङ्स एक्सप्यान्ड हुन्छ, ट्रस्ट मी। ओके, अथवा हजुरहरूले चाहिँ आफ्नो गुरु, आफ्नो टिचरलाई चाहिँ ग्रेटफुल मेसेज लेखिदिनु, थ्याङ्क यू भनेर हुन्छ नि, मेसेज लेखिदिनु आफ्नो टिचरलाई, आफ्नो युनिभर्सिटी स्कुल टिचर, हाई स्कुल टिचर, वाट एभर। ओके, अथवा आफ्नो पेरेन्ट्स पनि त हाम्रो गाइडर मेन्टर हुनुहुन्छ नि त, आफ्नो मम ड्याड, आफ्नो पेरेन्ट्स, आफ्नो ग्रेन्ड पेरेन्ट्सलाई, सिब्लिङ्सलाई पनि हजुरहरूले विश गर्न सक्नुहुन्छ अबाउट दिस गुरु पूर्णिमा। ओके, र साथसाथै आजको मन्त्र चाहिँ म हजुरहरूलाई एउटा सेयर गर्छु स्क्रिनमा। सुत्नुभन्दा अगाडि अथवा बिहान उठेर जति बेला भ्याउनुहुन्छ एटलिस्ट 28 टाइम्स चाहिँ च्यान्ट गर्नु। त्यसपछि पनि हजुरहरूको लाइफ एकदम राम्रो हुन्छ कि जुपिटर स्ट्रङ हुन्छ। त्यसपछि हेर्नु मनी आउँछ, अनि त्यसपछि विस्टम आउँछ, पढाइमा कमजोरी छ, ब्लकहरू छ भने त्यो हट्छ, र साथसाथै एक्सपेन्सन हुन्छ फाइनेन्स। ओके, सो ट्राई दिस। हेल्थ पनि राम्रो हुन्छ। भिडियोलाई छिट्टो सेयर गर्नु, मलाई फलो गर्न नबिर्सिनु। पर्सनल रिडिङ गाइडेन्स यस्तै भिडियोजहरूको लागि मलाई हजुरहरूले फलो गर्नु, र इन्स्टाग्राम, वाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ पर्सनली 101 हजुरहरूलाई सेसन लिनु छ भने। ओके, र टेक केयर अफ यर सेल्फ। एन्ड अगेन ह्याप्पी फुल मुन एन्ड गुरु पूर्णिमा। एन्ड आम अल्सो ग्रेटफुल फर द टिचर्स, फर द गाइडर्स जसले मलाई गाइड गर्नुभएको छ। ओके, सो अलरेडी आइ एम सो थ्याङ्कफुल।